है त गाइज आयौँ हामी फेरि नयाँ भ्लग लिएर नयाँ भिडियो लिएर। हामी आज कहाँ जाँदैछौँ साथी? हामी कलेजले हामीलाई आज हाइकिङ लग्दैछ। कण्ठदेखि सुन्दरी जल जाँदैछौँ। अगाडि हेर्दै हुनुहुन्छ मेरो साथीभाइ बहिनीहरू सबै गइरहेछ। यहाँ पछाडि पनि यहाँ मेरो दाई प्रिय दाई अनि मित्रजनहरू यहाँ पछाडि आउँदैछ। अब यस लगायत म हजुरहरूलाई बेला बेला अपडेट दिइरहन्छु के छ कहाँ छ कसो। हामी फाइनली पुगिसक्यौँ यहाँ आफ्नो डेस्टिनेसनमा। के अरे यहाँबाट बल्ल सुरु हुने हो डेस्टिनेसन त के भन्ने। अब यहाँसम्म गाडीमा आएको हामी बसले 3वटा बसले छोडेको। कलेज सबैजना छ नि त लगभग बिएससी बिसी अनि के अरे माइक्रोबायोलोजीको पनि छ। अनि अब यहाँ हामी अहिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा छौँ। अब यहाँबाट चाहिँ हामी सुरु गर्छौँ आफ्नो यात्रा। हाम्रो लगभग यतिजना छ सबै। यहाँ भनेको चार्जेसहरू भन्दाखेरि 50 रुपिस रहेछ पर पर्सन। कार्ड छ भनेपछि 100 हो सायद, 50 स्टुडेन्ट कार्ड भएर होला हामीलाई डिस्काउन्ट सायद अलिकति। अब अरू चाहिँ रुल रेगुलेसनमा त्यही हो, फोहोरहरू यताउता के यताउता फ्याल्नु भएन त्यति हो। अहिले चाहिँ एमडी यस्तो छ है, अहिले लास्टमा फर्किने बेलामा के हुन्छ म भन्छु है। अहिले बाटोमा म हजुरहरूलाई के देखाउँछु होला। म अमित चाहिँ यस्तो, युवराज पृथ्वी पछि थाक्दैन नि। अहिले बाटोमा म भेट्नु पर्दैन नि थाकेको बेला। त्यही भएर भने कि बिफोर एन्ड आफ्टर। हाम्रो एचओडी सरले अब हामीलाई एकछिन रुल एन्ड रेगुलेसन भन्न जाँदै हुनुहुन्छ। सिडी छैन कि अब सिडीको यसरी हाम्रो पदयात्रा अगाडि बढ्दैछ। केटाहरू साथीहरू सबैजना अगाडि बढ्दैछन्, रेस्ट गर्दै बस्दै कुरा गर्दै हिँडिरहेछौँ सबैजना। हामी भनेको अहिले चाहिँ सबैभन्दा लास्टको फेसमा हो। अगाडि धेरैजना गइसक्यो अनि पछाडि चाहिँ धेरै भयो भने 4जना 5जना छ अहिले। उता सर हुनुहुन्छ पछाडि। सबैलाई सँगै लिएर जानुपर्छ भनेर, कसैलाई केही भयो भने गाह्रो भयो भने यसो पछाडि त हुनु पऱ्यो नि मेन मान्छे गाइड गर्नलाई। त्यो भएर त्यति हो। अफरोड है, अफरोड राम्ररी। अफरोड बिस्तारै बिस्तारै। म एक्लै पछाडि हराउँछु भनेर होला होइन कुरेको हो कि होइन? ए ल ठिक छ। उनीहरूको लागि त पछाडिको यात्रा ठिक हुन्छ अरे, अगाडि भन्दा पछाडि जाने। ये बड़ी अच्छी बात कही है। सायरले नि कुरिरा हो, तिमीले नि कुरेकै हो कि थकाइ लागेको हो? ए धन्यवाद। बढौँ अब अगाडि यसरी नै। आधी घन्टा हिँड्न नपाउँदै थाकिसकेको यहाँ रिकेन अझ जाम बस्यो भने झन् थाकिन्। के पायो हो त्यसले? के पाएको साथी? ओए के पाएको तैँले? के पाएको? के बनाउला? ए त्यो नाच्ने फिफी बना त बना हेर्छु। आउँदैन कि अहिले त्यस्तो गराउनुलाई। सर अस्ति यो भन्दा नि बढी ल्याङ गरेको थियो। ल जाम। पनक्क घुम्न।
1 2 3 स्टार्ट। ओहो साथीहरु, यहाँ त बा लास्टै ठुलो झरना छ नि। के हजुरहरूलाई नुहाउन मन छ भने यहाँ आउनुस्। सुन्दरी जलको पानीमा नुहाइसी भगवान ये क्या हो रहा है? मेहरबानी करके मुझे समझाइए, मेरी समझ में कुछ नहीं आ रहा है। अगाडि हामी मित्रहरूलाई छोडेर गइराखेको एकजना हाम्रो साथी बिजोग पाडामा देख्न परेको छ। उहाँ चाहिँ अति नै थकित भइसकेको छ। उहाँको लागि अब एम्बुलेन्स बोलाउनु पर्ला जस्तो लागिरहेछ है मलाई। हजुरसँग कुनै नम्बर छ भने चाहिँ यसो मलाई पठाइदिनु है त। उता अगाडि हेर्नु हजुरहरूले, दुईजना कपालहरू फ्युचर प्लानिङ गर्दै अगाडि बढ्दैछ। हेर्नु त्यहाँ देख्न सक्नुहुन्छ तपाईँ। जेएनजे हो फेरि तिनीहरू। कस्तो छ त हजुरहरूको, के छ त सोचाइ यिनीहरूलाई हेरेर? इस लड़की के बारे में और डिटेल्स निकालनी पड़ेंगी। यताबाट आएर हामी अब जाँदैछौँ। भ्यू चाहिँ यहाँ यस्तो छ, भ्याली चाहिँ यस्तो देखिँदो रहेछ भनेर चट्ट देखाइदिएको मैले। अहिले चाहिँ अलिक क्लियर भएछ पहिलाभन्दा। अस्ति त धस्दै थियो पोल्युसनले गर्दा, अहिले चाहिँ ठिक्क छ। अब यता चाहिँ लाग्छु म। यहाँबाट हजुरहरू देख्दै हुनुहुन्छ कहाँ कहाँ जानुपर्ने भनेको। हामी खासमा सुन्दरी जल जान लाग्छौँ, त्यही भएर हामी यता जानुपर्छ है। यता माथि पिच बाटोमा हिँड्नुहुन्न। हजुरहरूको लागि यहाँ नोटिस पनि छ। यस्तो चेकिङ पनि हुन्छ बेला बेला, त्यही भएर मोबाइल धेरै युज चाहिँ हेरेर यताउता हेरेर युज गर्नु होला। अरू त त्यस्तै हो। उता फिरिरी उडाउन लागिसक्यो। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ बाटोमै यतिजना केटाकेटीहरूको बिचमा नाङ्गै हुन मेरो यो सारस मित्रलाई कस्तो मन लाग्यो होला त। अनि गर्मी भएकै हो हजुरलाई कि अरू पनि केही मनमा भएको त्यस्तो केही छ भने भन्नुहोस्। छ र त्यस्तो केही मित्र? हजुर आउनुहोस् न। ए हजुर हजुर हजुर, ए खुट्टे भाँच्यो हो ल। गाह्रै हुने भयो त। अब कसरी लग्ने होला? यहाँ त एम्बुलेन्स नै पाउन्न त। ल है त, यहाँ के छ? वी लभ तारेभिर है त। भ्यू चाहिँ ओए चान्टे बब्बाल देखेछ तँलाई त। मुझे नहीं पता था मैं इतना खूबसूरत लगता हूँ, क्या बोलती है तू? ल है त दाइहरू, अब 2-4 शब्द दिनु पर्यो है। यहाँ कस्तो फिल हुँदैछ? मेरो च्यानलको नाम चाहिँ रोमिङ रविन्द्र है त। रोमिङ रविन्द्र है। अनि अहिले चाहिँ के छ, थकाइ लागेको लाग्छ नि तपाईँहरूलाई? अहिले छैन है? ल ठिक छ, अब बढौँ बिस्तारै अगाडि। मलाई नि एकदम रमाइलो लागेको छ दाइ। सानो ब्रेकफास्ट कस्तो छ साथी? मामाजी मोटे थकाइ लाग्यो? छैन है? इजी हो च्यान्टेलाई? कस्तो भयो? थकाइ लाग्छ कि छैन? हेलो गाइज, आई होप हजुरहरूले इन्जोय गर्दै हुनुहुन्छ होला सायद मेरो भिडियोलाई। म चाहिँ अब साथीहरू यसो 3-4 जनाको ग्रुप माथितिर गयो, अनि 2-3 जना तलतिर अर्को बाटोतिर गयो। अनि त्यो कता गयो किन गयो भन्दा नि सर्च अगाडि गाइड सर्च हुनुहुन्छ कि नै त्यो खोज्नलाई भयो नि। अगाडि गएर अपडेट दिनको लागि अब एक्लै म अगाडितिर हिँडिरहेको छु। साथीहरू चाहिँ अनि एचओडी सरहरू सबैजना पछाडि हुनुहुन्छ। अब हेरौँ को भेटिन्छ अगाडि। अब चाहिँ म अपडेट दिइरहन्छु। के छ भाइ? थाकेनौ? थाकिसक्यो? अनि के छ, अझ हिँड्न सकिन्छ कि बोकेर लग्नुपर्छ? ए मजाले हो, इजी हो। ए ल, ए म नि अहिले इजी हिँड्छु होला अहिले है त। ल म चाहिँ यसो सानो यहाँ फोटोसुट हुँदैछ भनेर यसो कन्टेन्ट भयो कि मेरो चाहिँ। छ नि, रोमिङ रविन्द्र भनेर छ। रोमिङ रविन्द्र है। ल यस्तो छ है त, यहाँ फोटोसुट हुँदैछ गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँ। यस्तो रमाइलो भ्यू हेर्दै रमाइलो गर्दै। कति धेरै छ हौ फेरि। यहाँ अगाडि देख्न सक्नुहुन्छ हजुरहरूले
मेरा साथीहरू सजत अनि दिया गइरहेछ। अगाडि पनि छ एमडी युवराजहरू। यिनीहरूले अब आफ्नो दिनुहुन्छ 2-4 शब्दहरू कस्तो भयो आजको हाइकिङ। एकदम राम्रो। अनि थकाइ लागिरहेछ कि छैन? हिँड्न सकिन्छ अझ? ए इजी हो। अनि दिया छैन नि अहिले गाह्रो भएको त्यस्तो? इजी हो? ए ल ठिक छ भनेपछि आज चाहिँ इजी हिँडिन्छ जस्तो छ है। ल अब अगाडि बढेमा चाहिँ आफ्नो यता 4 जना युवराजहरू यता साथीहरूसँग 2-4 शब्द लिनलाई भेटियो आखिर अगाडि हिँड्ने ग्रुप नै भेटियो। ओ त्यस्तो कुरा हेलो गाइस सब्स्क्राइब प्लिज हैन यो उनीलाई हो कि तिमीलाई दिए नि हुन्छ नटिपन ल जाम अब हिँडौँ। यो चाहिँ हामी धाप ड्याम पुगिसक्यौँ है त। के भयो? ल आउँदै गर्न म यसो हल्का यहाँ थपिदिरहेको छु। धाप ड्याम पुगेछौँ हामी अहिले चाहिँ। यो सबभन्दा नेपालकै सबभन्दा पुरानो भन्छ नि धाप ड्याम। चिसापानी के अरे सुन्दरी जलतिर आउने बाटोमै रहेछ। यस्तो छ ठाउँ चाहिँ। हेर्दै देखिन्छ कि अहिले त्यो नै छैन कि युजमै छैन। यहाँ हेर्नु न सामानहरू यस्तो भइसकेको छ। स्टोर गर्ने त्यो पनि यस्तो छ। अनि कहाँ हुन्छ अहिले छैन यो खास युजमा। अरू त्यस्तै हो। उहाँ चाहिँ सुन्दरी माई मन्दिर जाने बाटो हो। अब अगाडि बढ्दैछौँ। धेरै देख्दै हुनुहुन्छ त्यहाँ साथीहरू पनि लागिरहेछ। यहाँ लेखेको रहेछ सुन्दरी माई मन्दिर भनेर हो लागिपरेको छ मित्रजनहरू। अब हेरौँ कति टाइम लाग्छ त्यहाँ पुग्नलाई। त्यसपछि फेरि पुगेर देखाउँला के कस्तो छ त्यहाँ। पुग्नै लागिसक्यौँ है त लगभग सुन्दरी जल। यहाँ एउटा पुल नि रहेछ फोटोसोटो यताउता हान्नको लागि। उहाँ चाहिँ हाम्रो डेभिड दाई निरज दाई। ठिक छ दाई। हजुर यस्तो सानो सानो क्लिप एड गर्दै जान्छु। आऊ बुटुङटुङ हिँड्दै आऊ। ल खोलामा पानी त छैन खासै। अघिकै खोला सायद यता आएर जोडेको रहेछ। मान्छेहरूको जमघट यता नि अलि रहेछ सुन्दरी जल मन्दिरमा। यता यस्तो चट्टानको मुनि रहेछ कि फेरि यो मन्दिर हेर्नु। यस्तो सिडी छ। फाइनली पुग्यौँ है त सुन्दरी जल पनि। ज्योति हिँड्दिन भन्दै थिइस् त पुगिस् त आखिर। यही हो सुन्दरी जल मन्दिर। यस्तो रहेछ त्यहाँ। अरू सब त्यस्तै हो। अन्त यहाँ छ सुन्दरी जलमा छस्।